लाई आजको यो मिटिङमा एकदमै हार्दिक हार्दिक स्वागत वेलकम छ र आजको कार्यक्रम चाहिँ एकदमै विशेष आ, हुनेछ एकदमै स्पेसल हुनेछ किनकि खेमराज दुवाडी सर एकदमै आ, एकजना तपाईँ हामी सबैको नै भनौँ न हामी सबैजनाको एउटा छुट्टै एउटा ज्ञान भनौँ स्किल वे होइन तपाईँ हाम्रो यो जीवनलाई कसरी जिउनु पर्छ त भन्ने विषयमा केही एक्सप्लेन पनि गर्नुहुन्छ र उहाँहरू स्टिल अहिले पनि एभ्री डे हरेक दिन दाजुभाइ दिदीबहिनी जोसुकै एउटा मानव जातिलाई मैले जानेको बुझेको कुराहरू दिनुपर्छ भनेर एभ्री डे योगाको बारेमा मेडिटेसनको बारेमा चाहिँ क्लास दिइरहनु भएको छ गुरुले र रियली मेरो अन्तरात्माबाट नै खेमराज दावडी गुरुज्यूलाई म एकदमै हार्दिक हार्दिक नमन व्यक्त गर्न चाहन्छु। एकदमै आज हाम्रो राजेन्द्र सर हाम्रो खेमराज सरको एउटा चाहिँ चेला पनि हुनुहुन्छ स्टुडेन्ट पनि हुनुहुन्छ मलाई लाग्छ उहाँलाई एकदमै फलो गरिरहनु भएको छ हाम्रो राजेन्द्र तामाङ सरले पनि एकदमै उहाँ गुरुलाई फलो गर्नुभएको छ हरेक र पक्कै पनि उहाँको जुन प्रवचन भनौँ उहाँको जुन मेडिटेसन योगाको थ्रोबाट उहाँमा धेरै परिवर्तन एउटा त्यो चाहिँ मैले पनि धेरै देखेको छु। आज पनि हामी भेटघाट भयौँ मिटिङहरू गऱ्यौँ हामी काठमाडौँमा यता चाहिँ आउन पाएनौँ र रियली आज तपाईँ हामी सबैजना गुरुको इन्स्ट्रक्सनलाई फलो गरेर गुरुबाट आज चाहिँ हाम्रो खेमराज गुरु सरबाट चाहिँ हामीले पक्कै पनि छुट्टै किसिमको एउटा जीवनलाई कसरी जिउनु पर्छ तपाईँ हाम्रो यो जीवनलाई त्यसको साथसाथमा योगा अनि मेडिटेसन को चाहिँ बारेमा आज तपाईँ हामीलाई जानकारी दिनुहुन्छ सर। अब चाहिँ पक्कै पनि खेमराज सर तपाईँ एकदम रेडी हुनुहुन्छ नि सर? हजुर रेडी छु सर, रेडी छु। ओके सर, तपाईँको आफ्नो ओन डिएक्सनको बारेमा पनि तपाईँ जुन आइसक्नु भएको छ एकदमै एकदमै अन्तरात्माबाट नै तपाईँलाई कङ्ग्रेचुलेसन छ सर मेरो आफ्नो साइडबाट र डिएक्सनको बारेमा पनि तपाईँले केही सर्टकटमा तपाईँले यहाँ उपस्थित सम्पूर्ण सर मिस म्याडमहरूलाई के छोटो अनुभव भनौँ न यो डिएक्सनको चाहिँ प्रोडक्टको बारेमा यहाँ आउनुको रिजनहरू तपाईँले सेयरिङ गर्नुहुने नै छ र त्योभन्दा अगाडि चाहिँ हामी स्पेसली यो जीवनलाई कसरी जिउनु पर्छ होइन खुसीका साथ योगा अनि यो प्राणायामको बारेमा नै सरको चाहिँ आजको यो सेसनबाट चाहिँ हामी लिन चाहन्छौँ सर र सरले स्टार्ट गर्न सक्नुहुन्छ सर तपाईँले यो जुन लिन सक्नुहुन्छ सर यो समय। थ्याङ्क यू सर, थ्याङ्क यू भेरी मच। सबै डिएक्सनको साथीहरू मित्रहरूलाई मेरो हरिओमको नमन। मैले सुरु गर्न चाहे चार लाइन कविताबाट सुरु गरेँ। रोगीलाई दिनहुँ तनमा हुन्छ राम्रो दबाई, बेच्नेलाई दिनहुँ घरमा हुन्छ राम्रो कमाई। रातो च्याउ अमृत भनियो लिन्सियोको चमत्कार, डिएक्सनका सकल जनमा कोटि मेरो नमस्कार, डिएक्सनका सकल जनमा कोटि मेरो नमस्कार। आवाज आएको छैन मेरो? ल
आज मिति 2081 साल चैत्र 10 गते आइतबार, तदनुसार सम्वत 33 मार्च 2025 यो गरौँ सत्य रहो भन्ने उद्देश्यका साथ यहाँ पालो हुने सबै योगानुरागीहरू तथा जेक्सनका सबै मित्रहरू हरिओमको नमन पुनश्च। गुड मर्निङ रिएक्सन। मुसुक्क मुस्कुरा। सर्वप्रथम म यहाँ स्वास्थ्यबाट म गएँ। हाम्रो शरीरलाई व्यायामको खाँचो छ, श्वासलाई प्राणायामको खाँचो छ र मनलाई ध्यानको खाँचो छ। हामीले जुन खान्छौँ, जुन खाना, यस खानाबाट जति ऊर्जा हामीले प्राप्त गर्छौँ त्यतिकै ऊर्जा हामीले श्वास प्रश्वासबाट प्राप्त गर्छौँ र त्यतिकै ऊर्जा हामीले निन्द्राबाट पनि प्राप्त गरेका हुन्छौँ। र त्यो प्रकारको जुन ऊर्जा छ त्यस ऊर्जाले हाम्रा 7वटा केन्द्रमा ऊर्जा दिने काम गर्छ, जसलाई हामी 7वटा शक्ति केन्द्र भन्छौँ। यो हाम्रो शरीरमा विद्यमान छन्, जसलाई मूलाधार चक्र, स्वाधिष्ठान चक्र, मणिपुर चक्र, अनाहत चक्र, विशुद्धि चक्र, आज्ञा चक्र र संस्कार चक्र आदि नामको संज्ञा दिएको छ। र यिनका आफ्ना शक्ति केन्द्र छन्, जसलाई मूलाधार चक्र शरीर सम्बन्धी, हाम्रो स्वास्थ्य सम्बन्धी यसले ज्ञान गराउँछ, यसले बोध गराउँछ। हाम्रो शरीर स्वास्थ्य बनाउनुमा र हाम्रो शरीर कस्तो बनाउनु भन्ने आधारमा मूलाधार शक्तिले काम गरेको हुन्छ भने हाम्रो चाहनाहरू, इच्छाहरूलाई कन्ट्रोल गर्ने चाहना भनेको स्वाधिष्ठान चक्र हो। र हाम्रो साहस र जोस जगाउने चक्र जुन छ हाम्रो मणिपुर चक्र हो। र जो मायाको केन्द्र, ममताको केन्द्र, प्रेमको खानी बढाउने भनेको हाम्रो चक्र भनेको विशुद्धि चक्र, हाम्रो अनाहत चक्र हो, जसलाई हृदय चक्र पनि भनिन्छ। र हाम्रो ज्ञान, कला, विवेक आदिको जुन क्षेत्र छ त्यसलाई विशुद्धि चक्र भनिन्छ, जो गलाको क्षेत्र हो। यसलाई थाइराइडको क्षेत्र पनि भनिन्छ, जसले यहाँबाट रोगको निराकरण यहाँबाट पनि हुने गर्छ। र त्यसपछि आज्ञा चक्र जो हाम्रो आँखी भौँको विषलाई भनिन्छ, र त्योभन्दा माथि सहस्र चक्र हुन्छ। र यसका आफ्ना कार्य क्षमताहरू छन्। त्यो क्षमता अनुसारले हामी सबैलाई बन्धनमा बाँधेको छ। र यस चक्रमा उसले के खोजिरहेको छ, उसले खोजेको प्रतिक्रियाद्वारा उसको मायाको क्षेत्र आउन साथ उसको हृदय चक्र जागिरहेको छ, उसले चक्रले काम गरिरहेको छ भन्ने भाव बुझ्न सकिन्छ। र त्यसपछि गएर शरीरको बनावट, शरीरको स्ट्रक्चर ठिक छैन भने उसको मूलाधार चक्र बिग्रिरहेको छ, यसले सुधार गर्नुपर्छ। योगको द्वारा, आसनको द्वारा, प्राणायामद्वारा यसले चाहिँ गर्नुपर्छ भन्ने खालको कुरो हुन्छ। त्यसले गर्दा हाम्रो शरीरमा जुन यी आहार विहार हुँदा हुँदै पनि हामीले चाहिँ शुद्ध आहार चाहिँ हुनुपर्छ। किनभने आहार जस्तो हामी खाना खान्छौँ त्यही अनुसारको रस हाम्रो शरीरमा पस्छ र त्यही अनुसारको हड्डी, रगत, नसा आदि हाम्रो बनेका हुन्छन्। हाम्रो हड्डी, नङहरू पलाउने काम बुढो हुन पनि पलाइरहेको हुन्छ, नङहरू पलाइरहेको हुन्छ, रङहरू पलाइरहेको छ। त्यो आएको छ कहाँ हुँदा रसबाट। हामीले जे खान्छौँ त्यसको रसको परिणाम हो त्यो। र त्यो पहिला हामीले रसले ग्रहण गरेका हुन्छ र त्यो रसले हाम्रो सारा अङ्गहरू बनेका हुन्छन्, सबै अवयवहरू बनेका हुन्छन्। त्यसले गर्दा जब हामी त्यसलाई सकारात्मक सोच दिएर त्यसलाई भित्र ग्रहण गर्छौँ र बिहान एकदम सबेरै उठ्दाखेरिमा ब्रह्माण्डीय ऊर्जाहरू आकाशमा खेलिरहेको हुन्छ, त्यो अवस्थामा हामीले त्यस ऊर्जालाई क्याप्चर गरेर जब हामी मेडिटेसन, ध्यान आदिहरू जुन गर्छौँ त्यसले हाम्रो पूर्ण शरीरमा त्यो ऊर्जा हामीमा प्राप्त भएको हुन्छ। र त्यस ऊर्जाले हाम्रो जुन इम्युनिटीको जुन पावर छ त्यो पावर त्यसले पनि क्रिएट गरेको हुन्छ। त्यसले गर्दा त्यो समय भनेको अत्यधिक महत्त्वपूर्ण हुन्छ योगा अनुरागी साथीहरूको लागि, मित्रहरूको लागि। त्यसले गर्दा अहिले यो डिएक्सनमा जुन म योग मात्रै सिकाइरहेको थिएँ, यसलाई योगको पाटोमा लाँदा लाँदै हाम्रो राज तामाङ भाइ मेरो उहाँले यो मलाई यो बताउनु पर्यो डिएक्सनको बारेमा। त्योभन्दा पहिले मलाई थाहा थिएन।
त्यसले गर्दा डिएक्सनको बारेमा एक दिन उहाँको त्यो कार्यक्रममा लगेर पनि मलाई देखाउनु भयो। त्यसपछि मलाई त्यो उपहार पनि ल्याएर दिनुभएको थियो। त्यो आइसकेपछि यसमा केही तत्त्व छ जसले तत्त्वले त्यति नभइकन यत्रो मान्छे लाग्दैन, किनभने यसमा यो तत्त्व छ, यो केही खुबी छ। र उनको आवाजमा एक सत्यता थियो। त्यस उहाँमा किताब मैले पढेको थिएँ सुरुमा, उनको आवाजमा जुन बोलेका थिए त्यो आवाजमा सत्यता थियो, किनभने उनले जे बोलिरहेका थिए हृदयको आवाज थियो। त्यस अवस्थामा त्यसमा केही न केही छ जसले उनको शरीरलाई पूर्ण रूपले स्वास्थ्य बनाइरहेको थियो। उहाँले त्यो दबाई सेवन गर्नुभएको थियो, साथसाथै योग पनि उहाँले पाटो जोडेको हुनाले त्यसलाई अति नै राम्रो भएको उहाँले महसुस गर्नुभयो र उहाँले आफ्नो अनुभव पनि सेयर गर्नुभयो। त्यसपछि जुन दबाईले तपाईँलाई त्यस्तो पुरै सन्चो बनाएको छ के हो त्यस्तो भन्ने खालको कुरो मैले जिज्ञासा उहाँलाई राखेको थिएँ। म तपाईँलाई डिएक्सनको बारेमा त्यो ठाउँमा म लैजान्छु गुरु, देखाउन चाहन्छु भन्ने खालको कुरो उहाँले गर्नुभयो। त्यसपछि उहाँ लानु पनि भयो। त्यहाँ कुराहरू मैले सुने, जुन रातो च्याउ जो इम्युनिटी पावरलाई बढाउने काम जसले गर्छ, जो दबाई नभइकन इम्युनिटी पावर क्षेत्रलाई जगाएर सम्पूर्ण रोगलाई पूर्ण रूपले मद्दत गर्ने जुन क्षमता राख्दछ त्यो जडीबुटी अति नै महत्त्वपूर्ण रहेछ। त्यसले गर्दा मैले योगमा लागेर योग गरेर स्वास्थ्य भयो, यही स्वास्थ्यबाट सबै कुराहरू यसले निपुण गर्छ भन्ने सल्लाह दिँदा दिँदै पनि एकैचोटि फेरि यो दबाई पनि एड गर्दाखेरि यिनीहरू हिजो त गुरुले यसो भनिराख्नु भएको थियो, फेरि यो जोड्नु भयो कि क्या गुरुले भन्ने खालको कुरो गर्छौँ कि भन्ने खालको दोबारा राखेको छु। र धेरै अलिकति जो बिमारी हुन्छ उहाँहरूलाई कसै गरी भएको छैन भने मैले यस्तो यस्तो चिज पाएको छु, तपाईँले यसको सेवन गर्न सक्नुहुन्छ है भन्ने कुरामा पनि मैले जोड दिन चाहिरहेको छु। अब मैले यो अवस्थामा केही भनिरहनु भएको छ मित्रहरूले, मैले खाँदाखेरि पनि यस्तो शरीर अलिक दुखिरहेको छ, घुँडाहरू दुखिरहेको छन्, यी मेरा अङ्गहरू दुखिरहेका छन् भन्ने मित्रहरूलाई उनलाई छुट्टै लिएर सल्लाह लिएर डिएक्सनको बारेमा जुन रातो च्याउचला भनिन्छ, गामेडोमा भनिन्छ, यसलाई तपाईँ प्रयोगमा ल्याउनुहोस्। यसले तपाईँलाई अवश्य सुधार गर्छ। यसले विश्वका धेरै व्यक्तिहरूलाई सुधारिरहेको छ। यो उनका अनलाइन बिजनेसको पाटो पनि छ र यसमा स्वास्थ्यता पनि लुकेको छ। त्यो अति नै राम्रो छ भन्ने खालको सल्लाह दिने प्रेरणा पनि मैले लिएको छु। त्यसले गर्दा मैले त्यो क्षेत्र नभइकन मैले यहाँलाई ध्यान विधि मलाई बताइएको थियो, त्यही बारेमा यहाँलाई म एकैछिन अभ्यास गराउँछु। ल सबैलाई यो म्युजिकको तालमा म यहाँहरूलाई गराउँछु, त्यो एकैछिन हामी सबैले गर्छौँ। यसको अनुभव पनि हामीले आज मेडिटेसनको अनुभव गर्छौँ। एकदम सर गर्छौँ। म्युजिकको आवाज आइरहेको छ। गुड मर्निङ डिएक्सन। गुड मर्निङ, नमस्ते, गुड मर्निङ। अहिले है हाम्रो शरीरलाई व्यायामको खाँचो छ, श्वासलाई प्राणायामको खाँचो छ, मनलाई ध्यानको खाँचो छ। हाम्रो शरीरमा लाग्ने रोग भनेको केवल 20% मात्रै हो है, तर हाम्रो शरीरमा धेरै रोग लाउँछ के को कारणले भन्दा मनको कारणले गर्दा। मनबाट 80% रोगहरू हाम्रो मनको कारणले भित्रिने गर्छन्। त्यसले गर्दा मनलाई स्वस्थ राख्नको लागि हामीले के गर्नुपर्छ? ध्यान अति नै आवश्यकता हुन्छ। आहार छ, आहारले हामीले 20% ठिक गर्छ भने ध्यानबाट 80% यस चालोलाई हामी अगाडि बढाउन सक्छौँ। त्यसले गर्दा जब मन खुसी रहन्छ उसको दुनियाँ, उसको संसार छुट्टै हुन्छ, रमाइलो लाग्छ। हरेक कुराहरूमा प्रकृतिमा देखेर रमाउन मन लाग्छ, हाँस्नु मन लाग्छ, एक्लै पनि ऊ बाँच्न मन लाग्छ। जब ऊ भित्र त्यो मनबाट रमाएको छैन भने बाहिर जति दबाई खाए पनि है, जति जे गरे पनि उसको भित्र मन रमाएको छैन भने ऊ कदापि खुसी हुन सक्दैन, ऊ कदापि स्वस्थ हुन सक्दैन। त्यसले गर्दा योग चित्तवृत्ति निरोध भनिएको छ। योगद्वारा नै आफ्नो मनको चित्तवृत्तिलाई
रोक्न सकिन्छ। मन यदि चञ्चल छ, त्यो मनमा एक दिनमा हाम्रो मनमा 60 देखि 70 हजार विचारसम्म हाम्रो हृदयमा भित्रिएका हुन्छन् यी विचारहरू। र ती विचारहरू सबै बसेर जसरी पानीमा जान्छन् र फोका उठ्छन्, फेरि बिलाउँछन्, जान्छन्, फेरि उठ्छन्, फेरि बिलाउँछन्, त्यस्तै अनगिन्ती विचारहरूले हाम्रो शरीरलाई त्यो मनले अल्झाइराखेको छ। त्यसले गर्दा त्यो मनलाई आफ्नो काबुमा राख्नको लागि जब हामी शरीरलाई मूर्तिवत बनाउँछौँ, शरीरलाई केही पनि नचलाइकन पुरा ध्यानमा बसिरहेको छौँ, त्यति बेला मन बाहिर चल्न पाउँदैन। जब शरीर चल्छ, मन चञ्चल हुन सुरु गर्छ। त्यसले गर्दा यो ध्यानको माध्यमद्वारा, योगको माध्यमद्वारा आफ्नो मनलाई पनि आफ्नो अधीनमा राख्न सक्ने क्षमता ध्यानमा छ। यसलाई जति हामी अभ्यासमा लैजान्छौँ त्यति नै हामीलाई यसले फाइदा दिन्छ। र यसका साथसाथै युक्त आहार र विहार, युक्त आहार हाम्रो शरीरलाई आवश्यक छ। यदि युक्त आहार हामीले खाना खाइएन भने है, त्यसले गर्दा प्लास्टिक जन्य फुडहरू भए है, त्यसले गर्दा जङ्क फुडहरू भए, जङ्क फुडले हाम्रो स्वास्थ्यलाई कदापि हेल्थी राख्न सक्दैन। कहिलेकाहीँ अमिरासी पदार्थ ठिकै छ, तर सधैँ त्यो जङ्क फुडहरू खाइयो भने हाम्रो शरीर के हुन्छ त, यो पाचन प्रणाली जुन छ बिग्रन्छ, भित्रका जुन पात पूर्जाहरू बिग्रन थाल्छन्। त्यसले गर्दा मान्छे रोगी हुनुको कारण त्यहीँबाट आउँछ। त्यसले गर्दाखेरि म के खाइरहेको छु, यसले मेरो शरीरमा कस्तो असर गरेको छ, त्यो बाहिर कसैले बताउन पहिला डक्टरलाई भन्नु पर्यो भने तपाईँलाई के भएको छ, मेरो यता दुख्छ, यहाँ दुख्छ, यो दुख्छ भनिसकेपछि मात्रै त्यो त पातको डक्टरले हेरेका हुन्छन्। त्यसले गर्दा आफ्नो शरीरको डक्टर भनेको पहिला आफू हो। त्यसले गर्दा त्यस्तो खालको खाना खाऊ जो खाना खाइसकेपछि मलाई आनन्ददायक जुन छ त्यो खालको खाना खाऊ। र अब हाम्रो शरीरको खानालाई पनि बाँडेको छ, वर्गीकरण गरेको छ। त्यसले गर्दा बच्चाहरूले खाने खाना छुट्टै हुन्छ, वृद्धहरूले खाना छुट्टै हुन्छ, त्यसपछि युवाहरूको खाना छुट्टै हुन्छ। बच्चाहरूको जब दाँत पलाउँदैन उनीहरूलाई लिटोहरू त्यही स्वास्थ्य जस्तो जस्तो छ त्यो अनुसारको खाना हामीले खाना खानुपर्ने हुन्छ। युवाहरूको दाँत एकदम मजबुत हुन्छ, उनीहरूलाई साह्रो साह्रो कारण खाने चिज हुन्छ। बुढा भएपछि फेरि दाँत झर्छ, त्यही मकैका ठेला चलाउनु त सक्दैन। त्यसले गर्दा खाना त्यसैलाई अलिकति लिक्विड बनाएर गिलो गिलो त्यस्तै प्रकारले खुवाउनु पर्ने हुन्छ। त्यसले गर्दा खानाको प्रक्रिया पनि मिलाउनु पर्यो। हामीलाई स्वास्थ्य रहनुको लागि खानाको पनि धेरै ठुलो भूमिका रहेको छ। युक्त आहारले खानु पर्यो। आहारलाई पनि 3 भागमा वर्गीकरण गरेको छ, सात्विकी, राजसी र तामसी है। सात्विकी खानाले हामीलाई बुद्धि दिन्छ है, सात्विक खानाले हामीलाई विचारमा शुद्धता पवित्रता दिन्छ, र तामसी खानाले हामीलाई विचारमा पनि उसले के त अलिक कठोर बनाउले दिएको हुन्छ। त्यसले गर्दा खाना अनुसारले पनि हाम्रो बुद्धिमा प्रभाव परेको हुन्छ। जस्तो खाना खान्छौँ त्यही अनुसारको बुद्धि हुन्छ, जस्तो बुद्धि हुन्छ त्यही अनुसारको चाल हुन्छ, त्यही चाल अनुसारको व्यवहार हाम्रो हुने हो। त्यसले गर्दा खानामा पनि हामीले दिनुपर्ने हुन्छ युक्त आहार। विहार भनेको घुमफेर, म कहाँ जान्छु के गरिरहेको छु त्यो घुम्ने फिर्ने क्रममा पनि हामीले ध्यान दिनुपर्ने हुन्छ। हाम्रो आँखाले पनि खान्छ, हाम्रो कानले पनि खान्छ, हाम्रो मुखले पनि खान्छ। आँखाले खाएको जुन खाना छ त्यो आँखाले खाएको लामो समयसम्म रहन्छ। हेर्नुहोस्, जुन मुखले खान्छौँ त्यो मुखले खाएको जुन खाना छ 48 घन्टापछि बाहिर निष्कासित हुन्छ भने, हामीले जुन कानले खाएको जुन खाना छ फलानाले यस्तो भनेको थियो, त्यो भनेको वचन त म मर्ने बेलामा पनि बिर्सिदिन्न भन्छन्। त्यसले गर्दा त्यो कानले खाएको जुन खाना हुन्छ अति नै डेन्जर हुन्छ। त्यसले के गर्छ त, पछि लामो समय त्यो कलुस भित्र रहेको हुन्छ। त्यो कलुसले मान्छेलाई के गर्छ त, त्यो मान्छेको त्यो राम्रो पक्ष लिएको छ भने ठिक छ, नराम्रो पक्ष रहेको छ भित्रभित्र उसको उकुस र मुकुस भएको हुन्छ, भित्र खेल्न पाउँदैन। त्यही एउटा रोगको रूपमा बल्झिरहेको हुन्छ। भित्र एउटा उसमा प्रतिस्पर्धा गर्ने क्षमता या बदला लिने भाव रहिरहन्छ। जब त्यसभित्र पलाइरहन्छ भनेदेखि त्यो पनि एउटा रोगको रूपमा बलिन्छ। सकारात्मक सोच नै हाम्रो दबाई हो। त्यसले गर्दा सकारात्मक सोच हामीले राख्नुपर्छ र सकारात्मक सोच राख्दै जीवन जिउने यापन गरियो भने हामीलाई यहाँ पनि स्वास्थ्य सरल सजिलो भयो, सबै साथीहरूको जप्न पाइयो, हाम्रो जीवन स्वर्गतुल्य हुन्छ। त्यो स्वर्गतुल्य बनाउने भनेको हाम्रो भाव, हाम्रो मन, हाम्रो विचार नै हो। त्यस विचारलाई पवित्र राखौँ, शुद्ध राखौँ, योग गरौँ भन्ने भावहरू रहेका छन्। र समय मलाई दिएको समय त त्यति धेरै छैन, सकिसकेको छ। मैले यहाँलाई धेरै समय लिएको पनि लागेको छ। अब यहाँ कति देखेको छैन, चेहरा नदेखेपछि अल्छाइ नलिनु, उघि नरहनु, निद्रा नधेरै लिनु,
कोही देखि नडरा हुनु रिस कतै कहिल्यै नउठ्ने हुनु धन्दा झटपट गर्नु फुर्ती रहनु जुम्सोपना छोडिदिनु विद्यामा धनमा योगमा पुरा हुनु परे यो बानी हरदम लिनु यस्ता खालका उपदेशहरू बताएको छ। यसलाई जति हामी व्यवहारमा उतार्न सक्छौँ त्यत्तिकै जीवन हाम्रो सरल बन्छ। पैसा मात्रै जिन्दगी होइन, हाम्रो जुन खुसी छ बिना पैसामा पनि जुन भित्रबाट रमाउन आउँछ, प्रकृतिले दिएका जुन पृथ्वी जल तेज वायु आकाश छन् यी निःशुल्क छन्। यसैमा रमाउन सक्यो भने हाम्रो जीवन यापन सरल हुन्छ है, हामी रमाउन सक्छौँ। तर प्रतिस्पर्धामा गयौँ, उसले 3 तला घर बनाए 5 तला बेला यसको तुलनामा मनी जानुपर्छ भन्ने खालको तुलना गरेर अगाडि बढ्न थाल्यो भने फेरि हाम्रो त्यही तहमा बाहिर बाहिर भड्किन्छ, भित्रको आनन्दमा रमाउन पाउँदैन। जे छ परमात्माले जति क्षमता दिएको छ त्यही क्षमतालाई युटिलाइज गरौँ, सकारात्मक सोच राखौँ, सबैसँग खुसी हाँसी बाँचौँ, सबैसँग मुस्कुराउँ। गुड मर्निङ रिएक्सन मैले धेरै लामो बनाइन, यहाँहरूलाई यति नै निवेदन गर्दै सशोट गरिमा मैले यहाँहरूलाई यति नै निवेदन गर्दै हरि ओमको नमन गर्छु। हरि ओम।